Well, hello, ladies and gentlemen. अबे साले Welcome. पर्पलले भिटेनलाई थर्काएछ अरे हो त्यही कन्ट्रोभर्सी भन्ने कुरो सुन्दैछु सो रियाक्ट गरिदिनु न त के भइरहेछ हेलो गाइज व्हाट इज अप के छ तपाईहरुको हल्ली चल्ली एन्ड कति मेरो पनि त ठिकै छ, भिडियो केटाहरुको के छ? शीघ्र श्री गणेश गरौँ आजको हाम्रो भिडियोको विथ आवर फर्स्ट अपडेट व्हिच इज अबाउट कविजी को तर्फबाट ब्रान्ड न्यू सङ ड्रप भएको छ फ्रम उनको एपी विजय पुरै एआई बाट बनायो जस्तो छ त भिडियो त अनि सङको टाइटल रहेको छ हौसला नेपाली कान्यु वेस्ट जस्तो देखिरहेछ त विथ टप जी सिगार ओके त्यसै गरी हाम्रो नेक्स्ट अपडेट छ पर्पलको तर्फबाट पर्पल वाज रिसेन्टली जहाँ उनले धेरै व्यक्तिहरूको बारेमा कुरा गरेका थिए लाइक भिटेन लिल झोला स्टिम्यान लिल नोर्जा सिलु एन्ड मेनी मोर उनले लाइभमा भिटेनले आफूले गरेको बताएका थिए उनले भनेका थिए कि फर्स्टमा भिटेनले उनीहरूसँग फिचर मागेका थिए र उनीहरूले भिटेनलाई फिचर पनि दिएका थिए तर त्यो सङ भिटेनले रिलिज गरेनन् तर अब उनले त्यो सङ रिलिज गर्नेवाला छन् सानो पार्ट सेयर पनि गरेका थिए अनि भिटेनको बारेमा धेरै कुराहरू पनि गरेका थिए उनले लिल झोला लिल नोर्जा एस्टिम्यान अनि सिलुको बारेमा पनि कुरा गरेका थिए तर ती क्लिपहरू हामीले अर्को भिडियोमा हेर्नेछौँ यो भिडियोमा भिटेनको बारेमा मात्र कुरा गर्नेछौँ किनकि नत्र भिडियो अति नै लामो हुनेवाला छ सो तपाईहरु पर्पलको इन्स्टाग्राम लाइभको सानो पार्ट यहाँनिर हेर्न सक्नुहुन्छ म भिटेनले हाम्रो गीत हालेको देख्न चाहन्छु Oh, so this guy is purple. Okay. What's up, purple gang? What's good? आज अब 100 भ्युअर्स पुग्यो भने भिटेन र पर्पल र ग्वाला एक्स भिटेन फिचरिङ पर्पल ग्वाला सुनाउँछु मैले जुन 2 वर्ष अगाडि रेकर्ड गरिसकेको हो जुन चाहिँ भिटेनले निकालेन जुन चाहिँ अब हामी निकाल्न लाग्छौँ हाम्रो माग त्यही हो जनताले सुन्न पाओस् जनतालाई नठग हामीलाई ठग जनतालाई नठग यो हाम्रो आन्दोलन जनताको लागि हो स्वागत छ भिटेन कन्ट्रोभर्सीमा भिटेन र हाम्रो कोल्याब किन आएन भन्ने केस हो भन्दिनु त किन आएन हामीलाई धोका दियो भिटेनले किन हामीलाई बिल्ला हान्यो किन हामीलाई अँध्यारोमा राख्यो किन हामीलाई गुमनाम गरायो भन्देऊ ब्रो भन्देऊ जनता जान्न चाहन्छ भिटेनले किन यस्तो गरेको भिटेनले I wanna know. किन सुरुमा कोल्याब माग्यो किन सुरुमा चाहिँ ब्रदर प्लिज कोल्याब गरिदेऊ भन्यो अनि पछि चाहिँ किन निकालेन ग्याङ पर्पल अरे अनि किन कोल्याब गरिदेऊ भन्ने के 10 बजे बिहान उठेर कोल्याब हान्न गएको छ क्या हामी कसैको लागि पनि हामी 10 बजे बिहान उठेको छैन के किन के कम अन ब्रो डोन्ट फक विथ अस म्यान वी बीन योर फ्रेन्ड हामी त झन् तिम्रो साथी भएको मुजी साथीलाई किन ऱ्याग हान्ने हो र होइन र साथीलाई त माया गर्ने हो नि होइन कसको दामी ट्रिप ल बोला ल भिटेनलाई ल यहाँ लाइभमा ल 2 जना कनेक्ट भौँ ल ल को बबाल बागा ल केटाहरू सबजना ल भिटेनसँग ल ड्रिप गेम खेलौँ न ल होइन के अरे भिटेनको लेभलमा छैनौ के ब्रो रे म भिटेनको लेभलमा के कुरामा भिटेनको के अरे लेभलमा के कुरामा ड्रिपमा छैन भिटेनको लेभलमा छैन होला र म यो घर बसिरह यो घर बस्दा ड्रिप हो यो घर बस्दाको यार मेरो घर बस्दाको ड्रिप म यो घर बस्दा मेरो त केही छैन सक्दैन होला र भिटेन सिम्पल म त बरु भिटेनलाई सिम्पल पऱ्यो है अब भिटेनलाई अरू कुरामा भन न पैसामा भन पैसामा जित्न सक्दिनँ होला मैले भिटेनले किन हामीसँग गिफ्ट गर्यो र किन निकालेन के हो के कुरा चाहिँ वाइ सो मच हेट भिटेनलाई बोला यहाँ किन हो अब ड्रप दाइसँग कति बजी ड्रप हुन्छ आज नै झार्दिम गीत यो पर्पल भन्ने ऊ ब्रो चाहिँ भिटेन र उसको कोल्याब भएको थियो होला आई गेस आई थिङ्क उयोहरूले गाना बनाउँछु भनेको थियो होला सायद बनायो होला आई डोन्ट नो के भएको इट सिम्स लाइक ऊ चाहिँ भिटेनदेखि हल्का डिसपोइन्टेड भएको जस्तो छ
म भोलि रिलिज गर्छु मन छ मेरो अप्सहरू सबलाई भन ल कमेन्ट त के मेरो हो जस्तो फ्लो त भिदेनले त सपना देखे हुन्छ ब्रो कसम उसले त्यो हान्छ होला उसले लिरिक्स दामी हान्छ मैले बुझेँ होइन तर मेरो जस्तो साउन्ड मेरो जस्तो गीत त अलिकति गाह्रै छ यार ब्रो मेन कुरा त मेरो जस्तो लिरिक्स गाह्रो छ क्या अन्त भिदेनको लिरिक्स चाहिँ फेरि खत्रै हुन्छ है मैले उसको लिरिक्स खतरा छैन चाहिँ भने होइन है 96 तर पैसाले ड्रिप आउँदैन क्या ब्रो पर्पल ग्याङ गीत गरौँ न भोलि आऊ न है एउटा गीत त हामीले गर्नै पर्छ तिम्रो त दामी छ कसले भने समीर घिसिङ एके भितेन समीर घिसिङ एके भितेनसँग भोलि मेरो गीत आउँदैछ समीर घिसिङले हाल्छ हाल्दैन होइन प्राउडली प्रेजेन्ट्स पर्पलले हाल्छ मलाई क्लाउड चाहियो हो क्या मलाई क्लाउड चाहिएरै म यो गर्न आएको हो क्या नत्र म किन हाल्थेँ भितेनको गीत त्यो त ब्रो क्लाउड चाहिन्छ भने हाल्दै नि त सङ ड्रप गरिदियो हामी हेरिदिन्छौँ मभन्दा बवाल त छैन भितेन म किन आउँथेँ त नि नत्र ट्रिपमा त सक्दैन समीरको 10 लाख प्लसको भिडियो ड्रग एडिक्ट होइन मेरो 2 लाखको भिडियो आउँदैछ 3 दिनमा एनी हाउ पैसा कमाऊ लेट्स सी अब 3 दिनमा आउँछ भिडियो होइन भिदेनको 10 लाखको भिडियो खतरा कि मेरोमा चाहिँ 2 लाख सो यस बारेमा तपाईँहरूको ओपिनियन के छ कि भिटेनले पर्पललाई बिट्रे नै गरेका हुन् त आफ्नो ओपिनियन तल कमेन्ट गर्न सक्नुहुन्छ भिटेनसँग रिसाएको रहेछ आई गेस मेबी भिटेनलाई इनफ पे गरेन कि उसले भिटेन र उसको बिचमा हल्का झगडा पऱ्यो कि के भयो त्यही भएर नि होला भिटेन उसँग कोलाब नगरेको अहिले आएर त्यो पनि हुनसक्छ हामीलाई थाहा छैन नि त उसको बिहाइन्ड द सिन्स के भएको छ यो भिडियो मन पऱ्यो भने चाहिँ लाइक कमेन्ट सेयर गरिदिउँ होइन थ्याङ्क यू सो मच लाइक एन्ड सब्सक्राइब